तपाईँ अराजक त तपाईँको शाखा सन्तानै अराजक त। ल तपाईँले अर्कालाई अराजक त भन्न मिल्छ? त्यसो भन्न मिल्छ? हर्क साम्पाङजी तपाईँ पनि हतार नगर्नुहोस्, तपाईँ पनि हतार नगर्नुहोस्। अन्तरिम सरकार 6 महिनाको खानी होइन, तपाईँ तपाईँ त 6 वर्षको खानुस्। हर्क साम्पाङको आँसु लाग्छ, फेरि हर्क साम्पाङको 1-2 जनालाई आँसु लाग्दैछ, किनकि हर्क साम्पाङ देशभक्त। हर्क साम्पाङ मेयर भए पनि बिचारा बाइकमा चढेर धरानलाई उज्यालो नेपाल बनाउनको लागि धरानलाई मात्र होइन आज विश्वलाई चिनाइरहेको छ। मेयर त टन्नै छ त नेपालभरि, तर अरू मेयरको चर्चा छैन, हर्क साम्पाङको चर्चा छ होइन। किन चर्चा छ त हर्क साम्पाङको? हर्क साम्पाङको कामको चर्चा छ। विनाश गर्ने कसले गर्यो? विकासको नाममा विनाश किन गर्यो? यो सबै छानबिन हुनु पर्यो, छानबिन हुन्छ र हुनुपर्छ। दिनेछन् भन्ने हामीलाई पूर्ण विश्वास छ र हामी सरकारलाई पैसा लिए, सरकारलाई त्यो लिए भन्दैनौँ। झाँक्री र माताको अधिकारलाई चाहिँ सुरक्षित गर्नु सरकार। हामी तपाईँहरूको विषयमा बोल्दैनौँ, मुखमा टेप लगाएर राखेर जसरी बस्नेछौँ, सत्य तथ्य निष्पक्ष रूपमा बोल्नेछौँ। झाँक्रीको इतिहासलाई जीवित राख्नको लागि नेपाल तान्त्रिक झाँक्री सङ्घले गरेको योगदानको उचित सम्मान कदर चाहिँ नेपाल सरकारले गरियोस्। हामी कुनै सरकार जो आए पनि हामीलाई होइन, हामीलाई कुनै भनौँ न हामीलाई टाउको दुखाइ छैन, तर यहाँनिर युवाले रोजगार पाउनु पर्यो, आफ्नै देशमा घाँस बाँस कपासको व्यवस्था हुनु पर्यो, भ्रष्टाचार हुन भएन, कुनै पनि जातित्वमा जानु भएन, धर्ममा जानु भएन, एकदमै निष्पक्ष रूपमा छानबिन हुनुपर्छ। कसैको खल्तीमा राखेको जसरी अड्डा अदालत पहिलाको जस्तो हुनु भएन। अब सबै चिज जनताकै हातमा, जनता नै जनार्दनको हातमा चाहिँ सुम्पिएर अबको प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रपति सबैले निष्पक्ष रूपमा पावर, कसैको पावर नलाग्ने गरी हर्क साम्पाङलाई अराजकता भन्ने तपाईँहरूले के आफ्नो के गुटबन्दीको मान्छे लएर राख्न लाउनु भएको? मन्त्री सक्नुहुन्न नि। फेरि को छ त राम्रो? तपाईँलाई लएर राख्दैदेखि खुसी हुनुहुन्छ त तपाईँ? आज भात भटिनी हेर्नलाई रहर लाग्ने भइसक्यो। अब चाइना जाऊ, इन्डिया जाऊ, जापान जाऊ होइन, दुबई जाऊ भात भटिनी हेर्न। नेपालमा भात भटिनी छैन, खायौ त तिमीहरूले, सकायौ होइन। उसको नामै ब्रान्ड छ, हर्क साम्पाङको आँसु रुवाएको छ होइन। हाम्रो त्यो इच्छा छ क्या, हर्क साम्पाङलाई 6 महिनाको प्रधानमन्त्री हामी देख्न चाहँदैनौँ, 6 महिनाको गृहमन्त्री देख्न चाहँदैनौँ हामी। 6 वर्षको होस् कार्यकाल, 5 वर्षसम्मको होस्, ताकि मजाले काम गर्ने उहाँसँग, उहाँलाई जनताले साथ दिने समय होस्। 6 महिनामा केही गर्न सक्दैन कसैले, कुनै नेताले गर्न सक्दैन 6 महिनामा। 6 महिनामा माला लगाउँदै र नमस्त गर्दैखेरि दिन जानेछ होइन। काम गर्न दिनुहोस् होइन, काम गर्न दिन पर्यो। अहिले पनि म अहिलेका प्रधानमन्त्रीज्यूलाई नि भन्छु, उहाँलाई काम गर्न दिनुहोस्, डिस्टर्ब नगर्नुहोस्। युवा साथी हो, तपाईँहरू मन्त्री बन्छु भनेर त्यहाँ हो हल्ला गरेर रोडमा आन्दोलन गर्दैछन् नि, त्यो मन्त्री पाउनको लागि तिनीहरूलाई कारबाही गर्नुहोस्। यिनीहरू हो देश बिगार्ने भडुवाहरू होइन। घोडा टेकिसक्यो त सरकारले होइन, लखाडिसक्यो त सरकारलाई। अब के चाहियो होइन? दसैँको बीच छ, यो महान चाड, एक गाँस मिठो खाउँ बाउआमासँग भनेको बेलामा कसैको कोख रित्तिएको छ, नट जोकिङ, कोख रित्तिएको छ, शान्तिनो कुरा छैन। यत्र ठुलो भात भटिनीहरू जलेका छन्, यत्र ठुलो सम्प्रदाय जलेका छन्, उच्च अदालत, जिल्ला अदालत जलेका छन्, पुलिस प्रशासनका भवन जलेका छन्। के यो यही हो त? यो बिचारा एउटा मिनबहादुर गुरुङ गरिबको छोरा, बिचारा हिजो म जस्तै गरिब, सबै तपाईँहरू जस्तै गरिब, उसले एउटा नाङ्लो पसलदेखिबाट सुरु गरेर गाउँमा होइन, गाउँमा अहिले पनि उसको गाउँ यता के भन्छ ओखलढुङ्गा त्यस्तो बेकार ठाउँमा बिचारा होइन। त्यहाँदेखिबाट काठमाडौँ आएर एउटा सानो तिनो पसलबाट आज ठुलो होइन भात भटिनी खोल्यो। कसलाई सेवा आयो? त्यो सुविधा कसलाई पर्यो? आज त्यो भात भटिनी अब जाऊ, अब भात भटिनी छैन नि नेपालमा। जलायो पुग्यो होइन। अरूको सम्पत्ति जलाउन कति मजा आउँदो रहेछ, अरूको सम्पत्ति जलाउनलाई कति आनन्द आउँदो रहेछ। भोलि तिम्रा पनि दिन आउँछ, लेखेर राख्नुहोस्, ती जलाउनेको पनि दिन आउँछ। त्यो त सिकाएको हो नि, त्यो अरूले आफ्नो छोरा छोरीलाई सिकाएको हो। यस्तो काम पनि गर्ने हो? मिनबहादुर गुरुङको भात भटिनी जलेकोमा म धेरै दुःख छु, किनकि देशको उन्नति प्रगतिलाई त्यो तल राखेको हो। मिनबहादुर गुरुङ जस्ता 1000 मान्छे जन्मिन पर्छ कि त्यसरी 1000 ठाउँमा चाहिँ भात भटिनी हुन पर्छ, किनकि ठुला होटेल जलाएर छाड्यो,
तर के सिद्धियो र, खोइ जसले पनि दियो, कति करोडमा बनाएको रहेछ यो बिचारा त्यो होटल, फेरि विदेशीले सहयोग गरिसक्यो होइन, क्लेम गरे रहेछ, के पायो त, आफ्नै देश जलायो। तर हो युवाले जलाएको होइन, जेएनजीले जलाएको होइन, यो कुरा चाहिँ ढुक्क हुनुहोस्, घुसपेट हो। यहाँ काठमाडौँ आयो, प्रधानमन्त्री भनेको त के बन्नका लागि त धेरै कुराको ज्ञान हुनुपर्छ अथवा सहनशील हुनुपर्छ भन्ने कुराहरू गरिरहेका छन्। तपाईँ गलत कुरा गर्नुभयो पत्रकारज्यू, तपाईँ अलिकति होसको दबाई खाएर कुरा गर्नु होला। किन भन्दाखेरि पदको लोभ गरेर हर्क साम्पाङ आएको होइन, हर्क साम्पाङलाई कुनै पनि लोभ लालच छैन। हर्क साम्पाङलाई कुनै पनि किन आए, युवाले किन बोलाएको, फोन गरेर किन बोलाएको, नचाहेको कुरा नगर्नुहोस् नि। फेरि उसको अहिले पनि फोन चेक गर्नुहोस्, हर्क साम्पाङलाई दिनमा 500 जना भन्दा माथिले फोन गर्छ। हर्क साम्पाङ चाहे, हर्क साम्पाङ विरोधी हो। तपाईँलाई अहिले भर्खरै यहाँ काँडे तार हानिन्छ नि, फेरि जनता बोलाइन्छ नि फेरि यहाँ। अहिले तपाईँ यस्तरी बेजत गरेर नबस्नु नि फेरि पत्रकारज्यू, कसको मन्दिरभित्र आएर तपाईँले भन्दै हुनुहुन्छ नि। फेरि म यस्ता राम्रो मान्छेहरूको सपोर्ट गर्ने मान्छे हुँ, तपाईँले हर्क साम्पाङको बेजत गर्नुहुन्छ भने तपाईँ नचाहेको कुरो नगर्नु। तपाईँले अहिलेसम्म एउटा ढुङ्गा बोक्नु भएको छ, लाज लाग्दैन जे पनि बोल्ने? अहिलेसम्म रोडको एउटा फोहोर उठाएर डस्टबिनमा फाल्नु भएको छ? हो, मैले फालेको छु। तपाईँ नचाहेको कुरो नगर्नुहोस् हे पत्रकारज्यू, होसको तपाईँ खानुहोस् है। तपाईँ बिहोसमा आएर नबोल्नुहोस्। तपाईँ जस्तो देशको चौथो अङ्ग भएर यस्तो बोल्न पाइन्छ? समाज भड्काउने आज तपाईँहरू जस्ताले गरेर आज सिंहदरबार जल्यो, त्यहाँ पत्रकारको नि हात छ कि क्या हो? प्रकाश भुजेलले के अराजक गर्यो देखाउनुहोस् न त, केही छ प्रमाण तपाईँसँग? तपाईँसँग प्रमाण बिना बोल्ने? तपाईँलाई चाहियो प्रधानमन्त्री, राम्रो काम गर्नेलाई चाहियो नि त नि। अहिलेसम्म तपाईँ एउटा चक्लेट अहिलेसम्म तपाईँले बाँड्नु भएको छ पत्रकारज्यू, लाज लाग्नु पर्दैन भने? ल भन्नुहोस् त, क्यामेरा बोकेर हिँड्नु भएको छ अहिलेसम्म तपाईँ, कति 10 वर्ष बोकेर पत्रकार भने अहिलेसम्म रोडमा बसेको एउटा नाङ्गो भोको गरिबलाई एउटा चक्लेट बाँड्नु भएको छ? खोइ त, कहाँ बाँड्नु भएको छ त? इतिहास जीवित छ त पत्रकारज्यू। हर्क साम्पाङले ढुङ्गा बोकेर हेर्नु न, त्यहाँ धरान कस्तो बनायो, स्वर्ग बनायो त। तपाईँ जानु नै भएको छैन धरान भने, अझै नाम सुने होला तपाईँले त युट्युबतिर, यस्तै तपाईँले सामाजिक सञ्जालतिर नाम सुन्नु भयो होला। हर्क साम्पाङको छेउमा पनि पुग्नु भएको छैन होला तपाईँ। त्यस्तरी बेरत नगर्नुहोस् पत्रकारज्यू। तपाईँहरू जस्तै पत्रकारले गरेर देश भड्काल्नमा गएको। आज तपाईँलाई देशद्रोही मुद्दामा लाग्ला नि, फेरि विचार गर्नुहोस्। देशद्रोही मुद्दा तपाईँलाई लाउनु पर्ने हो यस्तै कुरा गर्नुहुन्छ भने। युवालाई तपाईँ साथ नदिने, अझै खालि तपाईँ पहिलाकै त्यो मानसिकता बोकेर नहिँड्नु न, सोच बदल्नु न। कसलाई हो बनाउने तर्फमा तपाईँ लाग्नुहोस्, म लाग्छु, सबै लागौँ न, बनिहाल्छ त नि। ए भगवान, तपाईँ मान्छे अलिकति, तपाईँसँग मेरो अलि मिल्दैन। तिम्रो आफ्नै रागले चाहिँ चुमुरको पर्छ भने जस्तो यो केही भएको होइन। यो राम्रो भएको देख्न नसकेर एउटा नेताले अर्कोको खुट्टा तानी अर्को माथि चढ्न गयो, अर्कोलाई मैले त पहिल्यै भनेको थिएँ त, मैले सामाजिक सञ्जालमा मैले पहिल्यै भने होइन, योभन्दा 7 वर्ष पहिलादेखि तपाईँहरूकै युट्युबतिर तपाईँहरूकै पत्रकारले खिचेको भिडियो पो छ त। देश युवालाई दिनु चलाउनको लागि। अब बुवाहरू तपाईँहरू बस्नुहोस् आनन्दले, तपाईँहरू घरमा बस्नुहोस्, पितृ भएका बाउ बुवा तपाईँहरू आनन्दले पूर्व प्रधानमन्त्री बन्नुहोस्, पूर्व गृहमन्त्री बन्नुहोस् होइन। तपाईँहरूले यो छोड्नुहोस्। अब युवा जागे भन्दाखेरि उहाँहरूले अटेर गर्नुभयो। आज त्यही युवाले बुढाहरूलाई बिचारा छ त, देशमा छैन नि होला नि। अब गर्छु भन्नेले गरे भने भयो। म त्यसरी अर्का हो होइन भनेर म यो सामाजिक सञ्जालमा म बोल्न सक्दिनँ। हेर्नुहोस्, मलाई यस्तो ट्र्याक लाएर तपाईँले मलाई अप्ठ्यारोमा पार्ने कुरा नगर्नुहोस्। हेर्नुहोस्, मैले देखेको कुरामा अस्ति रिपोर्टर्स क्लबमा पनि उहाँलाई हातपात भइएछ। अब युवा मान्छेलाई पाटापुट गरेछन्। अब उहाँको अलिकति मुख छुच्चो भयो कि के भयो होइन, पत्रकारसँग चाहिँ टाकटुक परेर छ। अब पत्रकारले पनि बिचारा एउटा के खोजिरहेछ भन्दाखेरि अहिलेसम्म सञ्चार मन्त्री अलिक गतिलो पाएन क्या पत्रकारले पनि होइन। राष्ट्रिय मिडिया भनाउँदाहरू चाहिँ युट्युबको काम गर्न थाले, युट्युबले चाहिँ राष्ट्रिय मिडियाको काम गर्न थाले क्या। तर घोषित चाहिँ अहिले जति यो युट्युब भनेर मान्छेले गाली गर्छन् उनीहरूलाई पनि राष्ट्रिय मिडियाको दर्जा दियो भने चाहिँ हुन्छ। किनकि प्रत्येकको कसैको घर बिगारे होला, कुनै मिडियाले त कसैको जिन्दगी बदलिदिएको छ नि त।
त्यो सोच्नु पर्यो नि त। त्यसैले पत्रकारलाई पनि अहिले गाह्रै छ काम गरेर खानलाई। अब पछिल्लो समयमा पत्रकारहरू भटभट भटभट बढिरहेछन्। म चाहिँ के भन्छु भने पत्रकारको पनि पत्रकारै मन्त्रालय एउटा दियो भने चाहिँ त्यो चाहिँ राम्रो होला। अब पत्रकारको विषयमा पनि पढाए होइन, त्यसलाई लर सञ्चार मन्त्री बनाइदिएछ। अनि केही अलिकति भिडियो हाल्न पाएन, उनीहरूको च्यानलै बन्द गरिदिने। अब ताल परे लर पत्रकारलाई लर 5-6 महिना थुनिदिने। यो अलिकति अराजकता चाहिँ भएको हो, तर पत्रकारको मन्त्री चाहिँ एउटा बनाउनै पर्छ। ल म चाहिँ त्यही भन्छु है, आफ्नो क्याटेगोरी होस्। झाँक्रीको पनि झाँक्री होस् क्या, बरु झाँक्रीको पनि एउटा दियोस्। कुन अन्तर्गत पर्छ झाँक्रीलाई पनि एउटा दियो भने झाँक्री बोल्नै छोड्छ नि, त्यहाँपछि सामाजिक सञ्जालमा बोल्नै छोड्छ। ल अब युवालाई दिउँ होइन, अनि दिँदा पनि बोल्यो भने चाहिँ अनि ठोक्नु क्या सरकारले, यो नदिएर हो नि त। त्यसैले प्रकाश भुजेललाई पनि मैले एउटा माग गर्छु, अब सम्मान्य प्रधानमन्त्री गृहमन्त्रीज्यूलाई हाम्रो पनि माग सुनियोस्। देशभरिका माता झाँक्री साधु सन्त मन्तको बरु त्यो जिम्मा लिने प्रकाश भुजेल छ। आज 20औं लाख 20औं हजार भए पनि जति छ उहाँहरूको नेतृत्व गरेर म बस्नेछु। यी जिल्ला यी अञ्चल गाउँहरूमा यो ठाउँमा बसेका माता झाँक्रीलाई एकचोटि म झकझगाउने छु र पक्कै नै उहाँहरूले मलाई साथ दिने भने नेपाल सरकारले यदि पक्कै नै झाँक्रीको अन्तर्गतमा पनि कुरामा कुनै चिजमा मलाई पनि सहभागी गराइदिनु भयो भने झाँक्री माता बोल्ने छैनन्। अबको सामाजिक सञ्जालमा सरकारको विषयमा बोले कि ठोक्दिए हुन्छ।